नमस्कार। मसँग यति बेला नेपाली विद्यार्थीको हकितको लागि कोरियामा रहेर काम गरिरहेको संस्था सोनसिकमा एक सुरुको कार्यकाल सदस्य त्यसपछि कोषाध्यक्ष मा काम गर्नुभएका र कोरियामा विगत 6 वर्षदेखि त्यहाँ सङ्घर्ष गर्नुभएका र त्यहाँ बस्नुभएका आदरणीय मेरो प्रिय दाजु भरत खत्री सागर मेरो समक्ष हुनुहुन्छ। उहाँसँग म छोटो मिठो कुराकानी गर्छु। सर्वप्रथम स्वागत छ। हस्, धन्यवाद। अहिले विद्यार्थीहरू +2 पछि विदेश जाने क्रम बढ्दो छ। त बढ्नुको एउटा मात्रै कारण के होला? बेरोजगारी। देशमा बेरोजगारी छैन, रोजगारी छैन, त्यही भएर। अहिले पछिल्लो समय कोरिया पनि विद्यार्थीको आकर्षणको केन्द्र भइरहेको छ। किन? अहिले चाहिँ कोरिया आफैमा खुल्दैछ, उसले विभिन्न सेक्टरहरू खोल्दैछ र ऊ पनि अहिले एकदमै इमर्जिङ पावर जुन रूपमा बढिरहेको छ। त्यसले गर्दाखेरि चाहिँ स्टुडेन्टहरू एकदम धेरै आकर्षित छन्। K-पपले गर्दाखेरि भयो, अब IT सेक्टरमा भयो, त्यसले गर्दाखेरि चाहिँ नेपाली विद्यार्थीको लागि कोरिया कतिको सहज अथवा असहज छ? त्यो चाहिँ विद्यार्थीमा डिपेन्ड गर्छ, उसको चाहना के हो भन्ने हिसाबमा चाहिँ होल्न सक्छ। म स्टडीको हिसाबले भन्दाखेरि चाहिँ एकदमै सहज छ। यदि तपाईँ पढ्नैकै लागि जाने भने चाहिँ KGSP फुल्ली फन्डेड स्कलरसिपहरूमा जानुभयो भने दामी छ। अनि यदि फन्डेडमा जाँदै हो भने चाहिँ एकदमै ऱ्याङ्किङ युनिभर्सिटीमा गयो भने चाहिँ दामी छ। तर ऱ्याङ्किङभन्दा कम युनिभर्सिटीमा गयो भने चाहिँ राम्रो छ। अनि फुल्ली स्कलरसिप पाउने चान्स कतिको हुन्छ? विद्यार्थी कतिको पाइरहेछन्? अनि कस्तो कस्तो सेक्टरमा चाहिँ अलि फुल्ली स्कलरसिप पाउने चान्स हुन्छ? योभन्दा जस्तो म चाहिँ जस्तो पेड स्टुडेन्ट हो होइन, मभन्दा पहिला नै कोरियामा धेरै फुल्ली फन्डेड स्टुडेन्टहरू हुनुहुन्थ्यो होइन। अहिले चाहिँ हामी पेड स्टुडेन्टहरू धेरै भयौँ। पहिला चाहिँ स्कलरसिपमा पढ्ने स्टुडेन्टहरू धेरै हुनुहुन्थ्यो। अब त्यो सेक्टरहरू सबै किसिमकोमा पढ्न पाए, जस्तो इन्जिनियरिङमा जाने भयो, आइटीमा जाने भयो, अब आफू कुन फिल्डमा जाने हो त्यसमा जाने। अनि यदि तपाईँले कोरियाको बारेमा यो फिल्डको बारेमा हेर्न चाहनुहुन्छ भने चाहिँ दिव्या भट्ट भन्ने एकजना युट्युब च्यानल छ, उहाँको युट्युब च्यानल हेर्नुभयो भने यो स्कलरसिपको बारेमा मजाले हेर्न सक्नुहुन्छ। अनि पेड गरेर जाने स्टुडेन्टहरूको लागि पनि त्यहाँ भिसाका विभिन्न प्रकारहरू भएको, हाम्रो D2 D4 भिसाका प्रकारहरू छन्। विद्यार्थीको लागि D4 र D2मा कुन चाहिँ बेस्ट हुन्छ? बेस्ट चाहिँ D4 हो, तर त्यसमा चाहिँ अलिकति समय लाग्छ। तर D4 बेस्ट हो, किनभने ल्याङ्ग्वेज पढिन्छ। सामान्य भाषामा D4 भनेको के हो र D2 भनेको के हो? सामान्य भाषामा भन्दा D4 भनेको ल्याङ्ग्वेज पढ्ने हो र D2 भनेको चाहिँ ब्याचलर अथवा मास्टर्स अथवा PhD गर्ने हो। D2मा जानको लागि चाहिँ क्राइटेरिया केही त्यस्तो? D2 को लागि चाहिँ D2मा पनि D2 भिसाको एउटा D2 छ। जस्तो D2मा सिधैमा चाहिँ एमएससीले तोकेको चाहिँ 3.2 GPA, ग्याप चाहिँ 3 वर्ष, अनि त्यो सँगसँगै चाहिँ आइएलटिएस चाहिँ 5.5 छ। तर कोडमा चाहिँ तपाईँको युनिभर्सिटीले तोक्छ, उनीहरूको आफ्नो क्राइटेरिया हुन्छ। अनि नेपाली विद्यार्थीहरू कोरियामा गइसकेपछि उनीहरूले त्यहाँ भोग्नु परेको समस्या के छन्? तपाईँ त्यो क्षेत्रको विद्यार्थीको हकितको क्षेत्रमा पनि काम गर्नुभयो। हामी सारांशमा भन्दा चाहिँ विद्यार्थीहरूले सबभन्दा ठुलो भोग्ने भनेको चाहिँ पहिलो चाहिँ ल्याङ्ग्वेज ब्यारियर हो। उनीहरूले ल्याङ्ग्वेजै जान्दैन, त्यसले गर्दा काम पनि काम नपाएर एकदमै मेन्टल्ली चाहिँ उनीहरू चाहिँ एकदमै थकित हुन्छन्, पाक्छन् है। अब एउटा कुरा चाहिँ भयो, काम नपाउने समस्या भयो। अनि अर्को कुरा भयो, नेपालीहरू चाहिँ अब जहाँ पाए त्यो कसैले जबको बारेमा केही लेखिरहेछ भने ठ्याक त्यसलाई पैसा हालिदिने अनि स्क्याममा फस्ने, त्यो अर्को समस्या भयो। अनि भोइस फिसिङ, यस्तो समस्यामा एकदमै धेरै नेपालीहरू फस्छन्, इलिगल कामहरूमा पनि। नेपाली विद्यार्थीहरू यहाँबाट ऋणधन गरेर कोरिया गएका हुन्छन्, त्यहाँबाट मेन्टल हेल्थ इस्युहरू पनि अब धेरै सुनिन्छ, विद्यार्थीहरूले भोग्नु परेका समस्याहरू पनि होइन। त्यो विद्यार्थीहरूले त्यसलाई म्यानेज गर्न चाहिँ कसरी सकिएला? त्यसलाई म्यानेज गर्नको लागि चाहिँ पैसाको लोभ नगर्ने, बरु कम काम गर्ने, तर त्यो सँगसँगै चाहिँ आफूले एक्स्ट्रा स्किलहरू सिक्दै जाने। भाषालाई चाहिँ मेन प्रायोरिटी दिएर भाषा सिक्न थाल्यो भने चाहिँ यो कुराहरूलाई कम गर्न सकिन्छ। कोरियामा +2 पछि यदि कोही विद्यार्थी जाँदै हुनुहुन्छ भने आफै सेल्फ एप्लाई गर्न सक्ने चान्स पनि गर्न सक्नुहुन्छ, अथवा उहाँलाई कन्सल्टेन्सी नै जानुपर्ने के छ? यसको लागि कन्सल्टेन्सी नै धाउनुपर्छ भन्ने छैन। जस्तो स्कलरसिपको लागि त तपाईँ एमएससीमा गएर उहाँबाट मजाले बुझ्न सक्नुहुन्छ, अथवा अनलाइनबाट पनि मजाले बुझ्न सक्नुहुन्छ। र पेडमा जाँदै हुनुहुन्छ भने पनि तपाईँको कोही आफन्त त्यहाँ हुनुहुन्छ र तपाईँको आफन्तले चाहिँ त्यहाँबाट तपाईँलाई त्यो डकुमेन्टहरू निकालिदिन सक्नुहुन्छ भने चाहिँ, यदि अफर लेटर तपाईँको आफन्तले निकाल्न सक्नुहुन्छ भने चाहिँ मजाले आफूले सेल्फ गरेर जान सकिन्छ। त्यस्तो गाह्रो पनि छैन, डकुमेन्टेसन यहाँ मजाले गर्न सकिन्छ। कोरियामा तुलनात्मक रूपमा लगानीकै हिसाब गर्दा चाहिँ विद्यार्थीहरू कतिसम्म लगानी लाएर गएको जान सकिन्छ भनौँ न?
अब सकेसम्म D2मा जाने हो भने चाहिँ 7 देखि 8 लाखसम्म खर्च गरेको ठिकै हो। युनिभर्सिटीको कलेज फी चाहिँ तपाईँको अहिले अलि बढी महँगेको भएर 3 लाखसम्म अथवा 3 यदि 2 र 3 को बिचमा छ भने बेस्ट हो। तर 3 भन्दा माथि जानुभयो भने चाहिँ तपाईँले त्यहाँ गएर कमाएर त्यो गर्न चाहिँ एकदमै गाह्रो हुन्छ। विद्यार्थीहरूलाई जागिरका अवसर चाहिँ पढ्दै कति धेरै अवसर प्रशस्तै पाइन्छन् अथवा अहिले कोरियामा फेरि विद्यार्थी सङ्ख्या पनि बढ्दैछ बढ्दैछ त्यो भएर के कस्तो छ अवस्था चाहिँ? टप 5 भित्रै पर्छ नेपाल पनि होइन कोरियामा। अब त्यस्तो जागिरको कुरा गर्ने भन्दा जागिर नपाउने भन्ने होइन, जागिर पाइन्छ, मजाले पाइन्छ। तर तपाईँसित भाषा चाहियो। अनि त्यस्तो के छ भन्दा जागिर खोज्नलाई यता बाहिर पनि गइराख्नु पर्दैन। जस्तो क्यारोट भन्ने एप छ, के अरे जब कोरिया भन्ने छ, यस्तो वेबसाइटहरूमा आल्बा छङ्गु यही वेबसाइटहरूबाटै काम खोज्न सकिन्छ। आफ्नो इन्टरभ्यू चाहिँ मजाले पास गर्न सक्नु पऱ्यो अनि काम चाहिँ गर्न सकिन्छ। जस्तो ब्याचलर्समा जाँदै हुनुहुन्छ भने ब्याचलरको लागि चाहिँ तपाईँले 24 घन्टा मात्रै काम गर्न पाउनुहुन्छ हप्तामा, र भ्याकेसनमा चाहिँ टोटल काम गर्न पाउँछ। र मास्टर्समा चाहिँ 30 देखि 35 घन्टाको हो, र मास्टर्स र PhDमा चाहिँ जस त्यहाँ सर्भाइभ हुन अनि घरको ऋण सिन तिर्न त कति किन हुन्छ र? अब त्यो जुन उसले तोकेको अनुसार काम गर्यो भने त सर्भाइभ गर्न मात्र सकिन्छ। भन्दा बढी चाहिँ आफूले एक्स्ट्रा काम गरेर सर्भाइभ गर्न मजा अवस्था फेरि के छ? तोकेकै मात्रै काम गर्ने छ कि होइन? तोकेको काम गर्ने त कोही पनि हुन्न, म्याक्सिमम सबैले नेपाली विद्यार्थीहरू कोरियामा गइसकेपछि कतिको कोरियाको सिस्टमदेखि जुन सिस्टम हुन्छ नि त्यहाँदेखि कतिको सन्तुष्ट हुन्छन् अथवा अवसरहरूबाट कतिको सन्तुष्ट देखिन्छ? म्याक्सिमम स्टुडेन्टहरू चाहिँ सन्तुष्ट हुँदै हुन्नन् है, किन भन्दा उनीहरू एक्सपेक्टेसन एकदमै खतरा हुन्छ। किन भन्दा यहाँ चाहिँ यहाँ बस्दाखेरि के ड्रामाहरू K-पपहरू सुनेर गएको, अब लाइफ त फेरि एकदमै बिजोक टाइपको हुन्छ, एकदम बिजी भयो, घरमा पनि बस्न नपाउने, दौडधुप भएपछि अब धेरै साथीहरूले चाहिँ जसले चाहिँ बढी एक्सपेक्टेसन राखेर गएको छ ऊ चाहिँ जहिले पनि असन्तुष्ट हुन्छ। एक्सपेक्टेसन कम राखेर गएको चाहिँ सन्तुष्टै देखेको छु। सकेसम्म आशा चाहिँ कम राखेर कोरियामा जानुभयो भने चाहिँ तपाईँले त्यहाँ राम्रो गर्न सक्नुहुन्छ, बुझ्न सक्छौँ होइन। आफ्नो अध्ययनपछि कोरियामा विद्यार्थीहरूले अध्ययन सकिसके पछाडि अनि त्यही PR पाउने चान्स अनि जागिरको लागि त्यही स्टेबल हुने चान्स चाहिँ कतिको सहज छ? PR पाउने चान्स एकदमै अहिले चाहिँ एकदमै हाई भइसकेको छ। अझै कोरिया योभन्दा पनि बढी खुल्दै गएको कारणले गर्दाखेरि चाहिँ अब योभन्दा पनि राम्रो अपर्च्युनिटी आउँछ भन्ने चाहिँ हामी आशा गरेर बसेका छौँ। नियमहरू नयाँ आउँछ भनेर अहिले जस्तो पिआरै भनेर पिआरै नभनौँ होइन, तर सामान्य रूपमा PR मान्न सकिन्छ। जस्तो F2R, F2 यस्तो भिजाहरू चाहिँ तपाईँले कोरियामा गएर पाउन सक्नुहुन्छ। र फर इक्जाम्पल त्यहाँ नेपालीहरू एकदमै धेरै हुन्छ, जसले बिजनेस गरेर बस्दै हुनुहुन्छ, जसले यो के हुन्छ यो पढाएर बस्दै प्रोफेसरहरू हुनुहुन्छ, धेरै फिल्डमा एक्सपर्टहरू नेपालीहरू हुनुहुन्छ। र कोरिया चाहिँ एउटा यस्तो ट्रान्जिट पोइन्ट पनि छ। धेरै स्टुडेन्टहरू चाहिँ कोरियामा आफ्नो मास्टर्स कम्प्लिट गर्यो, PhD कम्प्लिट गर्यो र फर्दर स्टडीको लागि चाहिँ अमेरिका जाने एकदम बढी लहर छ र त्यहाँबाट जान सकिन्छ र धेरै गइराख्नु भएको पनि छ। तपाईँले अब केही थप कुराहरू जान्न मन लागेको अवस्थामा हाम्रो भरत खत्री युट्युब च्यानल पनि छ र फेसबुकमा पनि भरत खत्री भनेर एड गरेर पर्सनली केही कुराहरू पनि सुन्न सक्नुहुन्छ। र मैले जोड्न चाहेको चाहिँ कोरिया अहिले विश्वको अर्थतन्त्रमा पनि निकै नै अगाडि बढेको हामीले देख्न सक्छौँ। कोरिया टेक्नोलोजीको हिसाबले होस्, हरेक हिसाबले कोरिया अहिले विश्वकै उदाउँदो देशको रूपमा चाहिँ रहेको छ। तपाईँलाई कोरियाको बारेमा चाहिँ के भन्नु पर्यो भने त्यहाँका आकर्षणका चिजहरू चाहिँ के होला? जस्तो नेपाली स्टुडेन्टको कुराहरू, नेपाली स्टुडेन्टहरू कोरियामा गएर पनि धेरै गर्नुभएको छ। जस्तो यहाँभन्दा पहिला जुन नेपाली एकजना दाइ हुनुहुन्थ्यो हाम्रो यहाँ गुल्मीकै दाइ, उहाँ चाहिँ यङ्गेस्ट साइन्टिस्टको रूपमा आउनुभएको थियो कोरियन युनिभर्सिटीमा पढेर। अनि त्यो सँगसँगै चाहिँ हाम्रो गुल्मीको एकजना दिदी हुनुहुन्छ, उहाँ चाहिँ एउटा ब्याङ्कको नाम नभनौँ, ऊ ब्याङ्कमा अहिले म्यानेजर एसिस्टेन्ट म्यानेजरको रूपमा पनि हुनुहुन्छ। र सँगसँगै चाहिँ त्यो कोरियामा भएका नेपालीहरू जसले चाहिँ कोरियन टिभीमा गएर चाहिँ हाम्रो नेपालको बारेमा धेरै कुराहरू गर्नुहुन्छ, धेरै पुस्तकहरू लेख्नु भएको छ, धेरै कुराहरू गर्नुभएको छ। आकर्षणको कुरा भनेको चाहिँ K-पप अनि K-ड्रामाहरू हो। अनि सँगसँगै त्यहाँको लाइफस्टाइल खाना चाहिँ बवाल मिठो छ। अन्त्यमा सल्लाह सुझाव जो विद्यार्थी कोरियाको लागि एप्लाई गर्न चाहनुहुन्छ उहाँलाई चाहिँ केही टिप्सहरू दिनु पऱ्यो भने चाहिँ केही टिप्स दिनु, त्यसपछि अन्त्य गरौँ। हो, धन्यवाद यो अपर्च्युनिटीको लागि। यसमा चाहिँ कस्तो छ भन्दा जस्तो स्टुडेन्टहरूले तपाईँले सेल्फ अप्लाई गर्नु चाहिँ सबभन्दा बेटर हुन्छ होइन। अनि त्यो सेल्फ अप्लाई कसरी गर्ने भनेर मलाई अथवा उसलाई सोधिराख्नु भयो भने अलिक झन्झट हुनसक्छ। तपाईँले अब विदेश जाने निर्णय गर्दै हुनुहुन्छ भने तपाईँले आफै गर्नु पऱ्यो। पहिला एम्बेसी जाने, एम्बेसीबाट डकुमेन्टेसनहरू बुझ्ने, किन भन्दा यदि कन्सल्टेन्सीको थ्रु जानुभयो भने तपाईँलाई
$1,000 त नेपाल सरकारले नि तोकेको छ। त्यो पैसा मिनिमाइज गर्न सक्नुहुन्छ। अनि सकेसम्म तपाईँ स्कलरसिपमा अप्लाई गर्नुहोस्। होइन भने पनि 1 लाखभन्दा बढी चाहिँ कसैलाई पे नगरिकन जानुहोस्। अनि त्यो प्लेन टिकटहरू काट्दा पनि सेल्फ काटेर जानुहोस्। अनि कसैबाट नठकिकन जानुहोस् भन्ने हो। अनि सकेसम्म लगानी 20 लाखै लगाएर नजानुहोस्। 20 लाख कमाउनको लागि तपाईँलाई एकदमै धेरै गाह्रो हुन्छ, धेरै गाह्रो हुन्छ। 20 लाख त ठगिएको पनि होला नि त हैन त्यसमा? धेरै ठगेको। अब किन भन्दा यहाँबाट जाँदाखेरि धेरै छन्, 25 लाखसम्मतिर जाने हुन्छ कि त्यो 25 लाख कहिले कमाएर कहिले तिर्ने होइन। त्यही भएर त्यो कुराहरूबाट जोगिएर जाउँ सकेसम्म। आफूले यहाँ जस्तो सोचिन्छ नि, वहाँ विदेश गयो भने म 60 घन्टा काम हान्छु भनेर सोचिन्छ, तर वहाँ गएर काम गर्न सकिन्न कि। त्यही भएर यहीँदेखि आफूले सोचेर कम लगानीमा सकेसम्म जानु पर्यो भन्नु। अन्त्यमा चाहिँ आशा धेरै नराख्नु, आशा एकदम कम राखेर जानु। यो लाइन चाहिँ मलाई पनि मन पर्यो र यो कुराकानी यहीँ अन्त्य गर्छौँ। केही अब तपाईँलाई पर्सनली सोध्नु पऱ्यो भने चाहिँ हाम्रो भरत खत्री दाइले सोध्न पनि सक्नुहुन्छ। उहाँको युट्युब च्यानल, फेसबुक पेजमा चाहिँ यहाँले सजिलै भेटाउन सक्नुहुन्छ। हस् त, धन्यवाद।